तिम्रो प्रार्थना पनि अति शक्तिशाली छ। बाइबलमा हेर्नुहोस् त, दुईजना प्रार्थना गर्नु गयो, धर्मी र पापी, हो कि होइन? कसको प्रार्थना सुन्नुभयो? कसको प्रार्थना सुन्नुभयो? हो, त्यसै कारण अब धर्मीको सुन्दैन भनेको होइन, तर पनि आई एम नट फिट नभन्नुहोस्। इन फ्रन्ट अफ गड एभ्रीबडी इज फिट। म यहाँ प्रुफ गर्छु तपाईँलाई। त्यहाँबाट मैले प्रार्थनाको बारेमा भने, कति भने उनीहरूलाई, र तिमीहरूको प्रार्थना प्रभुले सुन्नुहुन्छ भनेर। त्यो दिन हामी सेवा सिद्धियो, तिनीहरू गयो, 2 दिनपछि फेरि आयो। त्यहाँबाट यसरी हात उठायो सेवामा। के भयो बाबु? उनीहरूले मलाई बुवा बुवा भन्छ। दे कल मी ड्याड, दो स्मल लिटल चिल्ड्रेन। के भयो बाबु भन्दाखेरि, अस्ति तपाईँले मलाई प्रार्थनामा शक्ति छ भन्नुभएको होइन? भनेको थिएँ। के भयो? यो मेरो साथी, ए उठ भनेको त्यसलाई। यो मेरो साथी लाटो थियो, बोल्नु सक्दैन थियो। मैले येशूको नाउँमा बोल भनेको त यसले तुरुन्तै बोल्नु थाल्यो। हालेलुया। ड्रग एडिक्टले प्रार्थना गरेर लाटो निको भयो। हालेलुया। God is only looking for a channel. आमेन। अब यो भन्दैमा I'm not trying to encourage you to go and live in sin भनेको होइन मैले, तर मैले भन्न चाहेको कहिले कहिले तपाईले आफूलाई I am not fit नभन्नुहोस्। एउटा व्यक्तिको पनि त्यस्तै बानी थियो। अब यो I'm trying to tell you, help you with some real stories है। मलाई रियल स्टोरीजहरु मन पर्छ। गस्पलले कसरी रियल काम गर्यो नि, मलाई त्यो बोल्नु मन लाग्छ। खाली थ्योरी बोल्नु मन लाग्दैन, because people will not really understand भन्ने मलाई कहिले कहिले त्यो लागेको हुनाले मेरो चाहिँ बानी त्यस्तो छ। रियल स्टोरीजहरु जुन भएको हो, एउटा व्यक्तिलाई एकदम नै एडिक्टेड टु पोर्नोग्राफी। अब अहिलेको समयमा पनि, अहिलेको यो युगमा पनि त्यसले कसैलाई बाँकी राखेको छैन। तपाईले कहिले कहिले सर्च गरी हेर्नुहोस् त, छक्क पर्नुहुन्छ। अलमोस्ट एभ्रीवन इज एक्सपोज टु पोर्नोग्राफी, बच्चाहरूबाट लिएर। त्यहाँ एक दिन एउटा मान्छेको पनि एकदम नै त्यस्तो बानी रहेछ। ही केम टु अ चर्च, पास्टरज्यूले प्रचार गरिरहेको थियो। त्यहाँबाट प्रचार सिद्धियो, सेवा सिद्धियो। ऊ व्यक्ति पास्टर कहाँ आएर भन्यो, पास्टरज्यू तपाईलाई आज भनेको साह्रै मन पर्यो, तर आई हेभ अ विकनेस। मेरो एउटा एकदम ठुलो जीवनमा त्यस्तै समस्या छ। के हो? पोर्नोग्राफी। सो द्याट्स वाइ आई फिल सो कन्डेम्ड, आई फिल सो गिल्टी, आई फिल सो डाउन, एकदम भन्यो। त्यहाँबाट पास्टरज्यूले उसलाई के भन्यो भन्दाखेरि, अलराइट, तिम्रो त्यो समस्या छ, त्यो तिमीले त्यसरी देखेको छौ, आफूलाई एकदम कन्डेम गरेको छौ, बट लेट मी टेल यु वान थिङ, व्हाट गॉड थिंक्स अबाउट यु। परमेश्वरले तिम्रो बारेमा के भन्छ म तिमीलाई भन्छु। 2 कोरिन्थी 5:21 मा लेखेको छ कि उहाँले हाम्रो सबै पाप, जसले कहिले पनि पाप गरेको थिएन, त्यो पाप लिएर उहाँ त्यो पाप बनिनु भयो। पापी होइन, पाप बनिनु भयो, ताकि हामी उहाँको धार्मिकता बन्न सकौं। ओके, आई एम सरी, यो बुझ्नुहोस् है। येशू हाम्रो पाप बनिनु भयो र हामी येशू जतिको धार्मिक हामी भइसक्यौं। आमेन। जुन दिन तपाईले येशूलाई ग्रहण गर्नुहुन्छ, त्यही दिन परमेश्वरले तपाईलाई वान अफ द मोस्ट राइचियस मैन भनेर डिक्लेयर गर्नुहुन्छ। त्यो तपाईले राम्रो गर्नुहोस् नराम्रो गर्नुहोस्मा भर पर्दैन। त्यो चाहिँ अब सबै येशू प्रभुले काल्भरी क्रुसमा के गर्नुभयो, तपाईको सबै पाप, तपाई जन्मेकोबाट लिएर तपाई नमरुन्जेलसम्मको सबै पाप लिएर उहाँ त्यो पाप बनेर मर्नुभयो। आमेन। र उहाँले तपाईलाई उहाँको धार्मिकता र यतिसम्म भनेको छ कि परमेश्वरले हामीलाई धार्मिकता र पवित्रतामा जन्माउनु भयो। आमेन। We are the most holy, we are the most righteous sons and daughters of God. होला समस्या, होला पापले दुःख दिइराखेको छ। त्यहाँबाट यो भाइलाई पास्टरले भन्यो, you are the most righteous, don't feel condemned. You are the most holy, don't condemn yourself. Guilty feel नगर्नु, तपाई अति पवित्र र धार्मिक परमेश्वरले तुल्याइसक्यो। हाम्रो राम्रो कामले होइन,
परमेश्वरले नै हामीलाई त्यस्तो बनायो र येशूलाई चाहिँ नै सबभन्दा डरलाग्दो पाप बनाइदिनु भयो र हामीलाई उहाँको धार्मिकता बनाउनु भयो। आमेन। त्यो भन्नुभयो। तपाईले सधैँ त्यो भन्नुहोस्, तपाईले सधैँ त्यो भन्नुहोस्। कोही मान्छेले केही भन्यो भने तपाईले त्यही नै विटनेस गर्नुहोस्। यु स्टार्ट टु विटनेस द्याट। उहाँले त्यो गर्न थाल्नु भयो अरे। गर्दा 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 विदिन सम टाइम के भयो थाहा छ? त्यो पोर्नोग्राफी स्पिरिट वाज टोटली ब्रोकन। हालेलुया। ही वाज टोटली सेट फ्री। आज तपाईलाई पनि कति यस्तो कुराले दुःख दिएको छ जसले तपाईलाई गएर विटनेस गर्न तपाईलाई आँट दिँदैन, तपाईलाई पछाडि खिचेर राख्छ, तपाईलाई गिल्टी फिल गराउँछ, नराम्रो अप्ठ्यारो तपाईलाई लाग्छ होला। तर म एउटा कुरा तपाईलाई भन्न चाहन्छु, द मोमेन्ट नो म्याटर वाट you are not witnessing about yourself, you are witnessing the goodness of God. यो कुरा